नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स। अब चाहिँ म यही बुद्ध वचन वाचन गर्ने शुद्ध रूपमा कसरी वाचन गर्ने भन्ने सिलसिलामा आज म हेतु पच्चय एकचोटि वाचन गरेर सुनाउनु मन लाग्यो। किनभने हामीले यो हेतु पच्चय भन्ने पनि हामीले सधैँ बोधिज्ञान महास्थवीर भन्टेज्यूको सायंकालीन ध्यान भावना कार्यक्रममा सधैँ जस्तो वाचन गर्दै आइरहेका छौँ। अब यसमा चाहिँ हामीले धेरै त धेरै हामीले चाहिँ हामीमध्ये धेरैले राम्रोसँग शुद्धसँग नै गरेका छौँ। त्यसमा मलाई साह्रै साह्रै खुसी लाग्दछ। फेरि एकचोटि एकदम श्रद्धापूर्वक गौरवपूर्वक शुद्ध रूपमा यसलाई कसरी गर्न सकिन्छ होला भनेर मैले जानेको जति यहाँ गरेर देखाउनेछु। धेरै जसो हामीले चाहिँ के गर्ने गर्छौँ भने जस्तै हेतु पच्च यो चाहिँ च आदि र च जोडेको होइन। एउटा चाहिँ सिङ्गै च र आदि च जोडेको च। हामीले चाहिँ धेरैले चाहिँ के गर्ने गर्दछौँ भने चयो मात्र भन्छौँ। हेतु पच्चयो आरम्भन पच्चयो त्यसरी चयो मात्र भन्ने गर्दछौँ। जबकि शुद्ध रूपमा भन्नु पर्दाखेरि हामीले चाहिँ हेतु पच्चयो पच्चयो भन्नुपर्दछ है त। एकचोटि गरेर हेरौँ है, हुन्छ, हस् ल। हेतु पच्चयो आरम्भण पच्चयो। यसमा पनि आरम्भण होइन, आरम्भ होइन कि आरम्भ, दुईवटा म जोडिएको छ, एक र आदि म छ। आरम्भ होइन, अनि फेरि न होइन ण, आरम्भण है, आरम्भण त्यस्तो गर्नुपर्ने हुन्छ। एकचोटि गरौँ है त ल। हेतु पच्चयो आरम्भण पच्चयो अधिपति पच्चयो अनन्तर पच्चयो समनन्तर पच्चयो। यसमा समन्तर होइन, समनन्तर समनन्तर है, समनन्तर पच्चयो सहजात पच्चयो अन्यमन्य पच्चय। ऐयमय्य होइन, ऐयमय्य होइन, अन्यमन्य पच्चयो निश्चय पच्चयो। निश्चय पच्चयो, यहाँ पनि स आदि स चाहिँ जोडिएको छ आदि र पुरा है। स निश्चय, निश्चय होइन, निश्चय होइन, निश्चय पच्चय। अनि अर्को कुरा चाहिँ के हो भने हामीले यो भन्दाखेरि निश्चय निश्चय भन्ने गर्छौँ है हामीले। ए भन्ने, किनभने हामी नेपाली बोल्दाखेरि भन्ने ए नै हो, तर पालीमा यो निश्चय, निश्चय पच्चय है त। ल एकचोटि फेरि भनौँ है ल। हेतु पच्चय आरम्भण पच्चय अधिपति पच्चय अनन्तर पच्चय समनन्तर पच्चय सहजात पच्चय अन्यमन्य पच्चय निश्चय पच्चय उपनिश्चय पच्चय पूरे जात पच्चय पच्छाजात पच्चय आसेवन पच्चय है। आसेवन पच्चय, त्यो पच्छामा पनि हामीले त्यो च र छ छ है। पछा जात होइन, पछा जात होइन, पच्छा जात पच्चय आसेवन पच्चय है त ल। अनि कम्म पच्चय विपाक पच्चय, यहाँ पनि विपाक हो, विपाक होइन है, विपाक एर ल वो हो, ब होइन, विपाक पच्चय आहार पच्चय इन्द्रिय पच्चय झान पच्चय मग्ग पच्चय, मग होइन मग्ग है, यसमा पनि ग जोडिएको छ, मग्ग पच्चय सम्पयुक्त पच्चय। सम्पयुक्त होइन, युक्त, हामी नेपालीमा चाहिँ युक्त भन्ने गर्दछौँ, तर पालीमा सम्पयुक्त पच्चय, सम्पयुक्त पच्चय विपयुक्त पच्चय। फेरि विपयुक्त होइन, विपयुक्त पच्चय, वि पनि प पनि दुईवटा जोडिएको छ है, त्यसै विपयुक्त पच्चय
अठी पचय, अठी पचय होइन, अठी होइन कि, अठी होइन कि, अठी पचय, नठी पचय, विगत पचय। यसमा पनि विगत पचय होइन, विगत पचय, ब होइन, व है, विगत पचय, अविगत पचय है। यसरी बनाउँदा फेरि एकचोटि है त ल। हेतु पचय, आरम्भण पचय, अधिपति पचय, अनन्तर पचय, समानन्तर पचय, सहजात पचय। अनि के आउँछ? सहजात पचय पछि अन्यमन्य, अन्यमन्य पचय, निश्चय पचय, उपनिश्चय पचय, पुरे जात पचय, पच्छाजात पचय, आसेवन पचय। कम्म पचय, विपाक पचय, आहार पचय, इन्द्रिय पचय, झान पचय, मग्ग पचय, संपयुक्त पचय, विपयुक्त पचय, अट्ठी पचय, नट्ठी पचय, विगत पचय, अविगत पचय। टी हस् ल, यसरी शुद्ध रूपमा वाचन गर्ने प्रयास गरौँ है त। हस्, थ्याङ्क यू, धन्यवाद। सम्पूर्णमा मेरो मङ्गल मैत्री कामना। शुभ होस्, जय होस्।